हिजोसम्म नेपालको 1 इन्च भूमि पनि नछड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिराखेको छन्। यो भन्दा दुःखद केही हुन्छ जस्तो लाग्दैन। प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ। प्रधानमन्त्री भनेको व्यक्ति होइनन्, संस्था हुन् र हाम्रो राजकीय संस्थाबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय सङ्कट उत्पन्न गर्ने जोखिम बढेको छ। यसलाई भइहाल्यो, सामान्य विषय हो, उहाँको आशय अर्कै हो भनेर टार्न मिल्ने खालको विषय होइन। अन्तर्राष्ट्रिय कानुनको स्टोपेल सिद्धान्त अनुसार राज्यका आधिकारिक अभिव्यक्तिहरू पछि अस्वीकार गर्न कठिन हुन्छन्, जसले राष्ट्रिय दाबी कमजोर पार्न सक्छ। यस्ता संवेदनशील विषयमा सार्वजनिक पदाधिकारीले अत्यन्त सावधानी, जिम्मेवारी बोध र कूटनीतिक परिपक्वता सहित भाषा प्रयोग गर्नुपर्ने अनिवार्य हुन्छ, किनभने यसले देशको अन्तर्राष्ट्रिय छवि र हितलाई हानि गर्न सक्छ। आजभोलि केही मानिसहरू आफ्ना नेताले जे भन्यो त्यसलाई सही साबित गर्न देशकै विरुद्ध प्रमाण खोज्न दौडिरहेको छन्। देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान बहसका विषय हुन सक्छन्, तर नेताको एउटा अभिव्यक्तिलाई बचाउन, आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन र यो सदनको सम्मानित माननीय ज्यूहरूले त्यस किसिमका गतिविधि नगर्न आग्रह गर्न चाहन्छु। नेता पूजा गर्ने, व्यक्ति पूजा गर्ने यति खतरनाक हुन्छ कि एक दिन मानिसले आफ्नो नेताको बचाउ गर्दै आफ्नो देशको पक्ष छोडेको यहाँहरूलाई स्मरण पनि रहँदैन। त्यसैले मैले सम्पूर्ण सदनलाई भन्न चाहे र यसमा अर्को कुरा राख्न चाहन्छु। सम्मानित सदनमा यस सभाभित्रका अभिव्यक्तिहरूलाई टेक्निकल रूपमा सच्याउन वा पुनः व्याख्या गर्न त सकिएला, तर मेरो गम्भीर चिन्ता छ। मेरो चिन्ता इन्टरनेसनल मेन स्ट्रिमिङ र विश्वव्यापी मिडियामा गइसकेको मेसेजप्रति पनि हो। प्रतिध्वनिहरू निर्माण भइसकेका छन्। हामी नेसनल र इन्टरनेसनल मिडियामा गएका मेसेजेसहरूलाई सच्याउन वा हटाउन सक्दैनौँ। अर्को कुरा, एकपटक कुनै अभिव्यक्ति अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा प्रवेश गरेपछि त्यो अपरिवर्तनीय कूटनीतिक छापको रूपमा स्थापित हुन्छ, जसलाई न मेटाउन सकिन्छ, न फिर्ता लिन सकिन्छ, न त सहज रूपमा सच्याउन सकिन्छ। र अन्त्यमा त्रुटि भएको छ। सम्मानीय सभामुख महोदय, हामी सबै सिक्दैछौँ, सिक्ने क्रममा छौँ। प्रधानमन्त्रीज्यू पनि नयाँ हुनुहुन्छ। हामीले आफ्ना त्रुटिहरू यो सिकाइ र भोगाइको क्रममा सच्याउनु पर्ने हुन्छ। र अर्को कुरा म यहाँलाई निवेदन गर्न चाहन्छु, आज फेरि तपाईँले पेलेर सदन चलाउनु भन्दा पनि सबै दलका शीर्ष नेताहरूलाई डाकेर, विधायकहरूलाई डाकेर एउटा छलफल राख्नु। हामी यो मुद्दालाई राष्ट्रको गरिमासँग जोडेर हेरौँ र प्रधानमन्त्रीज्यूलाई पनि यो आफ्नो अभिव्यक्ति सच्याउनको लागि र उहाँले यसमा स्पष्टीकरण